पक्कै पनि हो। असल हुनलाई सबै कुरामा राम्रो हुनुपर्छ। नराम्रो हुनलाई एउटा मात्रै नराम्रो गरे पनि पुग्छ, तर राम्रो हुनलाई हरेक चिजहरू राम्रो गर्नुपर्छ, त्यसै अनि मात्रै राम्रो भइन्छ। त्यसैले यो तपस्या तपाईँ हामी सबैले गर्न जरुरी छ। धेरै धेरै धन्यवाद तपाईँको कविताको लागि। मैले धेरै भूमिका नमादिकन जमुना भट्टराईजीलाई कविता वाचनको लागि अनुरोध गर्छु र त्योभन्दा अगाडि नमस्कार सबैजनालाई। यस कार्यक्रमका अध्यक्षज्यू, बिओटी अध्यक्षज्यू तथा सम्पूर्ण अग्रजहरूमा साहित्यिक नमन। मेरो कविताको शीर्षक छ, मैले सुरु गरेँ, यदि मैले गल्ती गरेँ भने माफ चाहन्छु। मैले सुरु गरेँ, मेरो कविताको शीर्षक छ समयले धर्म छोडेपछि। कविता यसरी सुरु हुन्छ। देख्छु ओठनी चढ्दा दुध आउने केटाकेटीहरू किताब बोकेर डिस्को ठेक धाउँछन्। मधुशालाबाट पण्डितजीहरू मधु प्याला उचालेर गायत्री मन्त्र जप्छन्। सोच्दछु कली लागेछ। दिनहुँ मूर्छित हुन्छु, हर रात ऐठनमा पर्छु। भर आयु बाँच्न कुनै दैवलाई पुकारौँ। माटोले अन्न होइन विष उमार्छ। आकाशले पानी नभएर बम बर्साउँछ। कुनै धर्मात्माले भनिदेऊ यो छद्मवेशी समय कसको पक्षमा वकालत गर्दैछ। यहाँ नदीले आफ्नो बाटो भुलेर उकालै उकालो लाग्न सक्छ। सबै उकालाहरू स्वाभाविक हुँदैनन्। यहाँ नदीले आफ्नो बाटो भुलेर उकालै उकालो लाग्न सक्छ। सबै उकालाहरू स्वाभाविक हुँदैनन्। धुवाले आफ्नो धर्म बिर्सेर पाताल भाँसिन खोज्ला। हरेक ओह्रालाहरू सहज हुँदैनन्। कोलोनीसम्म पुगेको कमिलाको बाटो बिचमा खोला भेटेपछि दायाँ बायाँ मोडिएर घुमाउन जान्छ। व्यवधान तेर्सो बाटोमा पनि भेटिन्छ। कोलोनीसम्म पुगेको कमिलाको बाटो बिचमा खोला भेटेपछि दायाँ बायाँ मोडिएर घुमाउन जान्छ। व्यवधान तेर्सो बाटोमा पनि भेटिन्छ। जीवनधुन बिर्सेर कति मान्छेको बथान मसान घाटको यात्रामा एकहोरो शङ्ख फुक्ने माहौल सिर्जनामा व्यस्त छ। चराहरू गीत गाउन छाडेर नारा जुलुस निकाल्न अभ्यस्त छन्। सलहका हुलहरू मान्छेको गिरी परी भुटेर मान्छेकै रगतको मदिरापान गर्छन्। त्यो आदिम मानव सभ्यता यो आधुनिकताको बुङ्ग्रोमा रापिएर पिल्सियो। आधा पाकेको आलु जस्तो नियति बोकेर मान्छे समयको कठघरामा निरीह उभिएको धेरै भयो। अचेल खुसीमा रम्दैन बिहान, तनावमा बित्छ दिन। भट्टीलाई अँगालो हालेर सुत्छ रात। मान्छेको मायाले पनि मौलाउनु भन्दा बौलाउनु निको मान्छ। आफन्तसँगै प्रतिवादी खेप्न नसकेर आप्रवासी बन्दछन् सम्बन्धहरू। कुनै नक्कली राष्ट्रवादी राजनेताको खोक्रो भाषण र झुठो आश्वासनले अन्धभक्तहरूलाई चित्त दुखाए जस्तो समयको लात्ताले भित्तामा पुर्याएपछि प्रताडित अर्धचेतना बर्बराउँछ। समयले धर्म छाडेपछि हराउँछन् सभ्यताहरू। धन्यवाद। धन्यवाद जमुनाजी। राम्रो कविता। जीवन सधैँ सरल रेखामा मात्रै हिँड्दैन। जीवनका विभिन्न आयामहरू हुन्छन्, अप्ठ्याराहरू हुन्छन्। सिधा रेखामा हिँडिरहेको जीवन पनि मोडिन सक्छ, व्यवधानहरू आउन सक्छन्। जसरी कमिलाको ताती हिँड्दै जाँदाखेरि खोलो भेट्यो भने बाटो अन्तै बाटो मोडेर भए पनि घुमेर भए पनि आफ्नो गन्तव्यमा पुग्न चाहन्छ। साह्रै भावनात्मक कविता, मिठो कविता। धेरै धेरै धन्यवाद। म